गाइज आज मेरो यस भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म हजुरहरूलाई कसरी हाम्रो पुरानो युट्युब जुन टिकटक हुन्छ नि, टिकटक आइडी कसैले खोल्नु नसकेका हुन्छ पुरानो, त्यो कसरी खोल्ने, अब पुरानै चलाउनु पाए हुन्थ्यो भन्ने हुन्छ हैन। त्यसरी पुरानै चलाउने भन्ने हुन्छ, पुरानो धेरै लाइकहरू भएको हुन्छ हैन। यो चाहिँ मेरो टिकटक आइडी हो। यसमा चाहिँ तपाईको प्रोफाइलमा जानुस् हैन, तपाईको होममा जानुस्, त्यसपछि सर्चमा जानुस्। तपाईको नम्बर हुन्छ नि, जुन नाम हुन्छ नि टिकटक आइडी पुरानो हो, त्यो क्लिक सर्च गर्नुस्। अनि यो आइडी मेरो पुरानो टिकटक आइडी, यो भिडियो मलाई रिकभर गर्नुपर्ने हो, यो भिडियोहरू चाहियो हो हैन। अब यो भिडियोहरूलाई कसरी मैले पुरानै यो आइडीलाई कसरी चलाउने है। अब यसमा युजरमा जानुस् हैन। युजरमा गएपछि तपाईको यो मेरो आइडी हुन्छ हैन, यसलाई रिकभर गर्नुपर्यो मैले। अब यहाँ क्लिक गर्नुस्, कपी युजर नेम कपिड भन्छ हैन। यसलाई कपी गरिसक्यो हैन। अब यसलाई कपी गरिसकेपछि अब हामी अब प्रोफाइलमा जानुस् हैन। प्रोफाइलमा गएपछि यो मेरो नयाँ आइडी भयो। अब यो त खासै उनी छैन हैन, त्यही पुरानै चलाउनु पर्यो, मलाई पुरानै चाहिए भन्ने हो है। तपाईको यसमा क्लिक गर्नुहोस् हैन, एड एकाउन्टमा गर्नुहोस्। एड एकाउन्ट गरिसकेपछि तपाईको यो क्वेसन मार्क छ हैन, क्वेसन मार्क जस्तोमा क्लिक गर्नुहोस् है। त्यसपछि क्वेसन मार्क जस्तोमा क्लिक गरिसकेपछि तपाईको रिकभर योर एकाउन्ट भन्छ, यसमा गर्नु। फर्गेट पासवर्ड गर्नुभयो भने त्यहाँ क्लिक गर्नुभयो हुन्छ, तलपट्टि छ हैन। त्यसपछि अघि हामीले कपी गरेको यसमा पेस्ट गरिदिनुस्। अनि यसलाई सर्च गरिदिनुस् हैन। सर्च गरिसकेपछि तपाईको केबाट खोलेको छ ठ्याक्कै देखिन्छ हैन। फोन नम्बरबाट खोलाइ रहेछ, नभए कसैको आइडीबाट खोलाइ हुन्छ हैन। पासवर्ड थाहा भए पासवर्ड हाल्नु, नभए आइडी यसमा क्लिक गर्नुहोस्। तपाईको यो नम्बरमा तपाईको कोड आउँछ, कोड जान्छ हैन। त्यो कोड हामीले यसमा टाइप गर्नुपर्छ क्या। 4734 अनि 76 यो रहेछ हैन। टाइप गरेपछि अनि ट्याक्कैलाई त्यो गरेपछि यो सर्च गरेपछि ठ्याक्कै तपाईँको पुरानो आइडी ओपन हुन्छ। हजुरहरूले यसरी नै खोल्न सक्नुहुन्छ आफ्नो पुरानो आइडीहरू। जुन अब पुरानो आइडीमा पुरानो फोटोहरू हुन्छ, पुरानो भिडियो हुन्छ हैन। हजुरहरूले त्यसरी रिकभर गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ माई भिडियो।